साथीहरू आज चाहिँ हामीहरू नयाँ रुम हेर्न जान लाग्छौँ। हामी चाहिँ रुम खोजिरहेको छौँ जापानमा। मान्छे नै किन्न लाग्नु भयो हो? मान्छे त अहिले नै किन्दिनँ, अनि अलिक पैसा पुगेको छैन। त्यही भएर अहिले चाहिँ भाडामै बस्ने है। भाडामै बस्ने। भाडामै हेर्नु न यो कस्तो राम्रो छ है। त्यो घरमा बस्नु मन तपाईँलाई? मन लाग्यो। अब त्यहाँनिर खाली भयो चाहिँ म त बस्थेँ, त्यही बस्थेँ। तर यहाँनिर खाली छ भने चाहिँ जाउँ हो निमा। हो तिमीलाई यही घरमा बस्नु मन लाग्यो? मलाई यो घर कस्तो मन पर्यो, क्युट। अनि अलि त्यो बरान्डा पनि राम्रो भनेर त्यो घर म किन्ने तिम्रोलाई। अहिले चाहिँ कस्तो गर्मी भइरहेको छ कि जाडो भइरहेछ? एक्कासी गर्मी बढेको छ यहाँ। जाडो भएर यत्रो ज्याकेट लगाएर आज त यस्तो लुगा लाउँदा नि गर्मी भइरहेछ है। अनि यो रुम खोज्दा चाहिँ होइन के चाहिँ दिमागमा राख्नुपर्छ भन्ने नि एकचोटि के दिमागमा होइन के दिमागमा राखेर चाहिँ रुम खोज्नुपर्छ भन्ने होइन। त्यो त आफ्नो रोजाइ हो। मेरो लागि चाहिँ मलाई टोइलेट बाथरुम सेपरेट चाहिन्छ। अनि त्यसपछि 2टा किचन प्लस 2टा एक्स्ट्रा रुम। अनि त्यसपछि हाइवेहरू त्यस्तो हाइवेबाट टाढा अनि प्लस मेन रोडहरूबाट टाढा, किनभने डिस्टर्ब आउँदैन नि त। अनि त्यही हो। त्यसमा टोइलेट बाथरुम सेपरेट अनि बरन्डाले ठुलो अनि राम्रो। किचन चाहिँ किचन पनि भयो भने त्यो के भन्छ अटोमेटिक ग्यास के सम्झिन्छ नि त्यो वाला स्टोभवाला तर त्यो अटोमेटिक त्यो इलेक्ट्रिक चाहिँ नहोस् होइन। भित्रदेखि सेची गरेको के पहिले नपरेको के यो टोखाइ ग्यास भन्ने जस्तो होइन। त्यो भयो। अनि कोही पनि सेम्मेन्टलाई पनि भयो भने झन्। अनि कति महिना लाग्दो रहेछ रुम खोज्न घरमा गएर जापानमा चाहिँ? घरमा जानु पर्दैन, नेपालमा त घरमा जानुपर्छ त, यहाँ त्यस्तो छैन। अनलाइनबाट आफूलाई जुन मन पर्यो अनि त्यही हेर्न जान्छु भन्ने। अनि एक दिन बुक गर्ने, त्यो दिन खालीको दिन आफ्नो बिदाको दिन त्यसपछि खाली भएको बेलामा नि ल रुमको लागि धेरै इन्फर्मेसन दिनुभयो, धन्यवाद। अहिले हामी रुम पनि देखाइदिन्छु। धन्यवाद, थ्याङ्क यू एभ्रिवान। बत्ती बल्छ? सानो छ है। सानो छ यता सिमेन्ट छ अनि टोइलेट पनि टोइलेट 2टा छ कि एउटा हो? टोइलेट चाहिँ 2टा छ।